आज नेपाल र नेपालीहरूको लागि एकदम कालो दिन। आज विक्रम सम्वत 2058 जेठ 19 गते अर्थात् शुक्रबार राति 8:30 या 9 बजेको बीचमा राजा वीरेन्द्रको परिवार सम्पूर्ण परिवारको हत्या भएको दिन। आज विक्रम सम्वत 2083 जेठ 19 गते अर्थात् आजको दिन 25 वर्ष पुगेछ राजा वीरेन्द्रको परिवारको हत्या भएको। 25 वर्ष हुँदा पनि आजको दिनसम्म पनि स्वयं राजा वीरेन्द्रको आफ्नै भाइ ज्ञानेन्द्र शाह पनि लगभग 8-9 वर्ष राजगद्दी सम्हाले राजा भएर बसे र स्वयं राजा ज्ञानेन्द्रले पनि सत्य तथ्य बाहिर ल्याउन सकेनन् र आजको दिन 25 वर्ष हुँदासम्म पनि यो बीचमा अनेकौं मन्त्री प्रधानमन्त्री अनेकौं भए तर कसैले पनि यसको सत्य तथ्य बाहिर ल्याउन सकेनन्। आजको दिनसम्म पनि यो चाहिँ सम्पूर्ण नेपालीहरूको विडम्बनाको कुरा हो। यो दिनलाई चाहिँ म कसरी सम्झिन्छु भने विक्रम सम्वत 2058 जेठ 19 गते शुक्रबार, किनभने मेरो आमा पनि राजा वीरेन्द्र 2058 मा बित्नुभयो जेठ 19 र मेरो आमा पनि 2059 मा बित्नुभयो, लगभग 1 वर्षपछि बित्नुभयो र त्यो दिन चाहिँ जेठ 19 गते चाहिँ जुन राजा परिवारको हत्या भयो र भोलिपल्ट जेठ 20 गते त्यो बेला सम्पूर्ण नेपाली जनताहरूको पहुँच थिएन। नेपाल त्यो टेलिभिजन हेर्ने, टेलिभिजन त्यति पहुँच थिएन सम्पूर्ण नेपाली जनताहरूको बिचमा। त्यो बेला प्राय जस्तो अधिकांश मान्छेहरूले एफएम रेडियो सुन्ने गर्थे र मेरो आमा पनि रेडियो एकदम व्यापक सुन्नुहुन्थ्यो, समाचारहरू सुन्नुहुन्थ्यो र 20 गते जेठ 20 गते भोलिपल्ट बिहान चाहिँ अब आमाले भन्नुभयो राजा वीरेन्द्रको सम्पूर्ण परिवारलाई मारिदिए भनेर, हत्या भयो भनेर र हामीले पत्याएनौँ त्यो कुरा चाहिँ। कहाँ त्यस्तो कुरा नगर्नु, अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ भन्ने विषय हामीले कुरा गऱ्यौँ र साँच्चैको हो रहेछ। हामी चाहिँ अब त्यो बेला खासै त्यति चासो हुने थिएन राजनीति विषयमा या सम्बन्धी र त्यो बेला चाहिँ अधिकांश एफएम रेडियोहरू थिए, टेलिभिजनहरू त्यति पहुँच थिएन र एफएम रेडियो खोल्ने बेलामा सम्पूर्ण एउटै मात्र धुन रेडियो, जुनसुकै रेडियो नेपाल होस् या एफएम रेडियो होस् या नेपाल टेलिभिजन या कुनै पनि होस्, कुनै पनि चलेको थिएन, सबै एउटै मात्र धुन कन्टिन्यू, एउटै धुन मात्र आइरहेको अवस्था थियो। त्यसले गर्दा चाहिँ सम्झिन चाहन्छु राजा वीरेन्द्रलाई आज 25 वर्ष भएछ। 25 वर्ष हुँदा पनि आजसम्म पनि राजा वीरेन्द्रको परिवारले चाहिँ अहिलेसम्म न्याय पाउन सक्नु भएको छैन। आशा राखौँ चाँडै नै उहाँको परिवारले न्याय पाउनुहुनेछ भन्ने आशा राखौँ, विश्वास राखौँ। राजा वीरेन्द्र नेपालको इतिहासमा सम्पूर्ण नेपाली जनताहरूले सम्झिने लायकका राजा भनेको या त पृथ्वीनारायण शाह या महेन्द्र या वीरेन्द्र, यो 3 जना राजाहरूलाई व्यापक रूपमा नेपाली जनताहरूले मनमा राखेका छन् र सधैँ राख्ने पनि छन्। र विडम्बना कुरा चाहिँ 25 वर्ष हुँदा पनि स्वयं आफ्नै देशको राजा वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या गरिएका तत्त्वहरूको पनि अहिलेसम्म कुनै अत्तो छैन। यो चाहिँ विडम्बना कुरा हो। आशा राखौँ भोलिको दिनमा चाँडै सत्य तथ्य बाहिर आओस्, यही नै कामना राखौँ। सम्पूर्ण राजा वीरेन्द्र परिवारप्रति फेरि पनि समवेदना सम्झिन चाहन्छु। ओके, जय नेपाल।